हेलो हाई एन्ड नमस्ते इट्स मी अच्युत गौली सदाको चाहिँ तपाईँहरूलाई डिफ्रेन्ट एआई रिलेटेड भिडियोजहरू बनाउने क्रममा आज म स्पेसली तपाईँहरूलाई साइबोलेक्स क्रिएसनको तर्फबाट चाहिँ यस्तो टाइपको चाहिँ भिडियोजहरू जुन चाहिँ आफैले खाइरहेको फ्रुट्सहरू जुन चाहिँ एक किसिमको ट्रेन्डिङ भइरहेको छ यस्तो टाइपको भिडियोजहरू कसरी बनाउन सकिन्छ भन्ने कुराहरूमा चाहिँ सिकाउन गइरहेको छु है। यहाँ चाहिँ सुरुमा एउटा भिडियो हेर्नु होला। यसरी चाहिँ अब आफैलाई चाहिँ खाइरहेको भिडियोजहरू चाहिँ अब यसमा ब्याकग्राउन्ड म्युजिक चाहिँ मैले हाल्दिनँ, तपाईँहरूले टिकटकबाट चाहिँ आफैले छानेर पनि हाल्न सक्नुहुन्छ। अरू पार्टको चाहिँ यसको इमेजको प्रम्प्टहरू के युज गरिन्छ र भिडियोहरू चाहिँ कसरी बनाइन्छ भन्ने कुराहरूको चाहिँ सम्पूर्ण इन्फर्मेसनहरू तपाईँहरूलाई सिकाउन म गइरहेको छु है। त्यसको लागि चाहिँ तपाईँहरूले सबभन्दा पहिला चाहिँ इमेज जेनेरेट गर्नको लागि चाहिँ तपाईँहरूले गुगलको जेमिनीमा जान सक्नुहुन्छ। गुगलको जेमिनीमा गइसकेपछि अभियसली तपाईँहरूलाई प्रम्प्टहरू चाहिँ एकदम जरुरत पर्छ र यो प्रम्प्टको लागि चाहिँ मैले अलरेडी यहाँ रेकर्ड पनि गरिसकेको छु र जसबाट चाहिँ तपाईँहरूले चाहिँ यस्तो टाइपको चाहिँ इमेजहरू जेनेरेट गर्न सक्नुहुन्छ। त्यो इमेज जेनेरेट गर्नको लागि चाहिँ तपाईँहरूलाई यहाँ प्रम्प्टहरू चाहिँ मैले यहाँ राखिदिएको छु। यो हुबहु तपाईँहरूले कपी गर्न सक्नुहुन्छ। यो प्रम्प्ट चाहिँ म तपाईँहरूलाई चाहिँ मेरो व्हाट्सएपको एउटा च्यानल छ, त्यो च्यानलमा पनि अपलोड गरिदिनेछु। तपाईँहरूले टाइप गर्न चाहिँ आवश्यक छैन है। अनि यो प्रम्प्ट तपाईहरूले कपी गर्न र सकेपछि तपाईँहरूले चाहिँ यस्तो टाइपको देख्न सक्नुहुन्छ। अब यसमा तपाईँहरूलाई यदि लाग्यो कि पाइनएप्पलको ठाउँमा एप्पल युज गर्न मन लाग्यो एप्पल मात्र युज गर्न नि सक्नुहुन्छ, अथवा चाहिँ ज्याकफ्रुट युज गर्न सक्नुहुन्छ, बनाना युज गर्न सक्नुहुन्छ। त्यही अनुसारको हल्का लिटल बिट चेन्जेसहरू गरिसकेपछि तपाईँहरूको चाहिँ डिफ्रेन्ट फ्रुट्सहरू पनि बनाउन सक्नुहुन्छ है। अब हामीसँग इमेज त आयो, अभियसली अब त्यसपछि हामीलाई चाहिने भनेको भिडियो हो। अब भिडियोको लागि चाहिँ तपाईँहरूले के गर्न सक्नुहुन्छ भने हामीसँग चाहिँ गुगलको फ्लो छ है। तपाईँहरू चाहिँ गुगलको फ्लोमा जान सक्नुहुन्छ र गुगलको फ्लोमा गइसकेपछि तपाईँहरूले यहाँ चाहिँ फ्रेम भन्ने आउँछ। जस्तै मैले तपाईँहरूले स्टेप बाई स्टेप देखाउँछु। क्रिएट विथ फ्लोमा जानुहोस् है। अनि क्रिएट विथ फ्लोमा गइसकेपछि तपाईँहरूले यहाँ चाहिँ न्यू प्रोजेक्ट गर्नु होला। न्यू प्रोजेक्ट गरिसकेपछि तपाईँहरूलाई चाहिँ यस्तो ड्यासबोर्ड आउँछ। पहिलाको भन्दा अलि चेन्जेस भइसकेको छ। यहाँ प्लस बटममा तपाईँहरूको एड मिडिया हुन्छ भने यसमा तपाईँहरूको भिडियोहरू को लागि चाहिँ अब यो चाहिँ एड क्लिप फ्रम प्रोजेक्ट टु क्रिएट अ सिन भनेको छ। यसमा जानु पर्दैन, तपाईँहरूलाई सजिलो के छ नि अलरेडी आइसकेको छ भिडियो भन्ने। यो भिडियोमा चाहिँ तपाईँहरूले फ्रेम चाहिँ गर्न नछुटाउनु होला। हामीलाई इमेज अपलोड योको काम गर्न खोजेको होइन, हामीलाई भिडियोको हो। अनि भिडियोबाट फ्रेममा इन्ग्रेडियन्ट्स होइन है, भिडियो टु फ्रेम गरिसकेपछि तपाईँहरूले अब ल्यान्डस्केप गर्ने हो कि पोर्ट्रेट गर्ने हो त्यो अनुसार चाहिँ तपाईँहरूले मैले चाहिँ 9:16 को रेसियो लिएँ र यो चाहिँ एउटा मात्र जेनेरेट गर भने त्यसको लागि चाहिँ यो सिलेक्ट गरेँ र तपाईँहरूले यसमा चाहिँ भिडियोको 3.1 फास्ट गर्नु होला। त्यो किनकि यहाँ क्रेडिट त्यही अनुसार बढेको हुन्छ। तपाईँहरूले क्वालिटी गर्नु भने तपाईँको 100सम्म जान सक्छ है। अब त्यसपछि तपाईँहरूले यहाँ चाहिँ स्टार्टमा गइसकेपछि चाहिँ अभियसली तपाईँलाई इमेज त चाहियो। अब त्यसपछि तपाईँले इमेजको लागि चाहिँ यहाँबाट तपाईँहरूले यसरी अहिले जेनेरेट गरेको डाउनलोड गरिसकेपछि तपाईँहरूले चाहिँ त्यो गर्न सक्नुहुन्छ। अलिकति म स्पिड अप गर्नको लागि चाहिँ मैले यो पार्ट पनि गरिसकेको थिएँ। अनि त्यो गरिसकेपछि तपाईँहरूको इमेज त्यहाँ अपलोड हुन्छ। अनि अभियसली तपाईँहरूले चाहिँ हुबहु यो कपी गरेर चाहिँ यो प्रम्प्टहरू चाहिँ युज गर्न सक्नुहुन्छ है। अनि यो प्रम्प्ट युज गरेर तपाईँहरूले जब यो जेनेरेट बटनमा थिच्नुहुन्छ भने फाइनल्ली तपाईँको भिडियो चाहिँ यसरी यो फर्मेटमा चाहिँ बन्न जान्छ है। एकचोटि फेरि हेर्न सक्नुहुन्छ यो कस्तो बनेको छ। अनि यसमा चाहिँ तपाईँहरूले यो बेबी पाइनएप्पल भन्नेको टेक्स्टहरू सबै चाहिँ यो टिकटकबाट पनि र ब्याकग्राउन्डको म्युजिक पनि हाल्न सक्नुहुन्छ है। थ्याङ्क यू सो मच फर वाचिङ। र यदि तपाईँहरूलाई चाहिँ यसको फर्दर इन्फर्मेसनहरू केही चाहिएको छ भने तपाईँहरूले चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ है।